ल अहिले चाहिँ म ऐतिहासिक मकवानपुर गढीमा यहाँ दाइहरूको फोटो खिचिरहेको छु अनि यही सँगसँगै म दाइहरूलाई यसो दाइहरूको परिचय लिनेछु है त। दाइहरू कताबाट हुनुहुन्छ के कसो छ भनेर म दाइहरूको अलिकति परिचय लिनेछु है त। मेरो दाइ हजुर हजुरको यो क्याप खोलिदिनु पऱ्यो तपाईँले अलिकति। ल हजुरको नाम भन्नुहोस् त। मेरो नाम कृष्णबहादुर तामाङ। अनि हजुर अहिले कुन ठाउँबाट तपाईँ आउनुभएको? म अहिले चाहिँ उता चितवन भण्डारा नारायणघाटबाट ए नारायणघाटबाट आउनुभएको। अनि तपाईँ अहिले यो काठमाडौँ जाने क्रममा भएर चाहिँ तपाईँ यो ऐतिहासिक मकवानपुर गढीमा आउनुभएको कि होइन घुम्न जान्छु भन्ने हिसाबले आउनुभएको? यस्तो भयो, बाटोमा आउँदा आउँदै त्यहाँ बोर्ड देखेँ, यो मकवानपुर गढीको चाहिँ त्यहाँ साइनबोर्ड राखेर छ, अनि त्यहाँबाट यसो हेर भनेर आएको। मलाई थाहा त थिएन। ए थाहा चाहिँ थिएन तपाईँलाई है? जस तपाईँलाई यो पहिलोचोटि यहाँनिर तपाईँ आउनुभयो कि यो दोस्रोचोटि रहेको छ? यो म आएको चाहिँ पहिलोचोटि हो। ए पहिलोचोटि आउनुभयो। अहिले तपाईँले यहाँनिर देख्नुभयो यहाँको संरचनाहरू लगायत यहाँको सरसफाइहरूदेखिबाट लिएर तपाईँलाई कस्तो यहाँको केही सल्लाह अथवा सुझावहरू तपाईँ केही दिन चाहनुहुन्छ कि? यहाँ सल्लाह दिनुपर्ने त खास गरी उनी रहन्छ। सरसफाइ भनेको चाहिँ यहाँको समिति चाहिँ साह्रै राम्रो लाग्यो। एकदम वातावरण एकदम सफा सुग्घरमै रहेछ यो के अरे दरबार चाहिँ। हजुर। अब अचम्मै लाग्यो मलाई, यो थाहा थिएन मैले यस्तो छ भनेर। यहाँ अब कसरी बनायो होला, ढुङ्गा यस्तो पुरानो काठहरू के अरे अहिलेसम्म पनि पानीले पनि नगएको रहेछ र ढुङ्गा पनि राम्रोसँग काटेर चाहिँ तपाईँको वाल लगाएको रहेछ। तपाईँ अरूलाई पनि यो ठाउँमा घुम्न आउनलाई सल्लाह सुझाव दिनुहुन्छ कि के छ? अब म चाहिँ के भन्न चाहन्छु भने सबै यो आउने घुम्न आउने साथीहरूलाई चाहिँ यहाँ गढी दरबार यसमा आयो भने चाहिँ एकदम रोमान्टिक र रमाइलो र एकदम सुविधा, सरसफाइ भएको, पानीदेखि टोयलेटदेखि सबै सुविधा भएको रहेछ। मलाई चाहिँ के लाग्छ भने सबै यहाँ घुम्न आउने जतिलाई चाहिँ म अनुरोध गर्छु कि एकदम राम्रो रहेछ, आइदिनु होला भन्ने म अनुरोध गर्दछु। ल धन्यवाद दाइ हजुरलाई। हस्, थ्याङ्क यू।